So hello everyone. So आज चाहिँ फाइनल डे छ हैन भर्खर म अघि उठ्यो भनौं न त्यस्तै आधी घण्टा बढी भयो होला हैन टोयलेट गयो मुख सुख धोयो अनि लुगाहरु यसरी मिलाएको छ हैन तयार गर्नलाई अनि किताबहरु यो एक्जामको लागि प्रिपेयर गरेको छु हैन हल्का त्यो जाइरो कार्ड त्यसपछि पासपोर्टहरु पनि हालेको छु है सो आज यो साथसाथ एक्जाम दिनेको साथसाथै चाहिँ कार्ड पनि रिन्यु गर्नुपर्ने छ एक्जामको प्रेसरले के लास्ट डे राम्रोसँग सुत्न पनि पाएको छैन के यसरी राति त्यस्तै 3-4 पटक बिउजिसके हैन खाली उठ्छु एक्जामकै त्यो बारेमा सोचिरहेको हुन्छु के जो पास हुन्छु भने एउटा होप पनि छ हैन भित्रबाट आफूमा कन्फिडेन्ट पनि छ अनि अर्को कुरा डर पनि लागिरहेछ के सो अहिले चाहिँ अब 5 बज्न लागिसक्यो होला म 7:30 बजेतिर उठेको होला हैन अहिले पुरै यस्तो छ मौसमहरु प्रेसर हानिरहेछ के अब अहिले गएर त्यस्तै बेलुकातिर अब आइपुग्छ होला त्यही हो हल्का पढ्नु पर्ने छ यहाँबाट त्यस्तै 1.5 घण्टा जति लाग्छ होला हैन त्यस्तै 9:30 बजेतिर यहाँबाट निस्किन्छ होला धेरै टाढा छ है आज त दिउँसोभर त्यसमै जान्छ होला मेन चाहिँ अब एक्जाम के कस्तो हुन्छ भन्ने कुरामा चाहिँ ल है त बिस्तारै बिस्तारै अब देखाउँदै जान्छ यो म अहिले भर्खर उठेको हो सो साथीभाइहरु अब जाने बेला भएको छ हैन लगभग अझै 1 घण्टा जति छ यहाँबाट जानको लागि सबुडा आउँछ होला गाडी त्यहाँ छ है सबै म चाहिँ बाहिर बसिरहेको छु काममा अब 1 घण्टा जति बुक सर हेर्नु पर्यो हैन त्यही नै हो अझै के भन्न जानेको छैन मैले है त्यति नै हो डर पनि लागिरहेछ हल्का बिहानदेखि भनिरहेको छु है सो पास हुन्छ भित्रबाट म पास कन्फिडेन्स छ के है त पछि भेटौँछु पछि भेटौँछु रे हैन पछि भेट्छु है त अब केही कुरा रिभाइज गरिरहेछ हैन ओ साथीभाइहरु म चाहिँ अलि एक्जाम सेन्टरबाट छु हैन फाइनली एक्जाम पास भयो यार म टुक्ने यस सबुलो कहाँ गयो म टुक्ने खै अन्त कोरियामा गयो भन्ने ठाउँमा है ठक्कै यहाँ दिन आएको ठाउँमा म्याथ ठुक्ने एक्जाम पास भयो सबुडा चाहिँ कहाँ गयो हैट सान्जी पनि 15 मिनट हो कि 20 मिनटमा भ्याइदिएको क्या म कन्फिडेन्ट थियो के मैले पास गर्छु भनेर म्याथ ठुक्ने सबुडा कहाँ गयो म्याथ ठुक्ने खै यस्तो डर लागेको थियो यार रिजल्टको त्यो क्लिक गर्ने बेलामा के त्यो पास रे के उफ्रेको हो म त एक्जाम दिने ठाउँमा के भुत्रुक उफ्रेको हो म त सबुडा चाहिँ कहाँ गयो यार एक्जाम पास भयो टोक्नेले के साह्रो यार मुटु खस्न लाग्छ भएको थियो यार मेरो त एक्जाम दिँदाखेरि क्लिक गर्दाखेरि होइन यस्तो झुकिने के तर मलाई 100% थाहा थियो होइन मैले पास गर्छु भनेर क्या तर त्यो पढ्दाखेरि है लास्टै हातै तर कामिरहेको थियो एक्जाम दिँदाखेरि त मुटु खस्ला जस्तो भएको यार मेरो त त्यो एक्जाम दिँदाखेरि तर कामेर सबुडा कहाँ गयो यार यसको लागि मैले 5 महिना मेहनत गरेको छु यार सबुडाले विश्वासै गरेको थियो त्यो टुक्ने बुढाले मलाई पास गर्छु भनेर होपै थिएन कि त्यसले मेरो पैसा कम्ती भएको छ यसमा खर्च मेरो टाइम 5 महिना भयो सो अनि मैले चाहिँ साउला भनेको छु हैन नेपाली एकचोटि फर्केर आउँछु भनेर आज साउला भनेको छु नेपाल एकचोटि फर्केर जान्छु अनि गाडी पनि सिक्छु भनेर मैले साउला भनेको छु कस्तो रमाइलो भइरहेको म त यार आज
बुढीले भन्नुपर्छ अब चाहिँ होइन, बुढी खुसी हुन्छ आज। फाइनली केटा हो, यो अन्डा बहादुरले जापानको पिआर पाएको छ है त। 4 वर्षमा चाहिँ जापानिज पिआर पाउन सफल भएको छ। टोक्ने म अहिले चाहिँ यति खुसी भइरहेको छ होइन। यी एक्जाम दिने ठाउँ यही हो। यी म यहाँ 4 तल्लाबाट एक्जाम दिएर आएको क्या भर्खर। सौडा कहाँ गयो खै, 30 मिनटमा सकाएको हो क्या मैले, 1 घन्टा गएन। तर कस्तो है कन्फिडेन्ट, म सहीमा मिलाउँछ भने, तर कस्तो कस्तो कन्फ्युज हुँदो रहेछ क्या अलिकति। तर एक्जाममा त्यो अक्षरै नबुझ्ने मधुरो के सोचे केटाहरूलाई। मैले 5 महिनादेखि म पढिरहेको छु यही भाषा, आज बल्ल रिजल्ट देख्यो कि एक्जाम पास भएर। टोक्ने पिआर पाउन सफल भएको छ। अब चाहिँ बुढीलाई जापान लिएर आउनुपर्छ केटा। सिधी होइन एक्जाम दिने होइन अहिलेसम्म सन्त भएन। बुढालाई म असले भित्र छिने होइन, म त अब यहाँ ठोक्छु। ठोक्ने बुढालाई म चाहिँ नपत्ता गएन। हुन पनि अब 60-70 हजार त खर्च भइसक्यो हो त्यसमा। गइरहेछ केटाहरू।